यहाँलाई नमस्कार। म चाहिँ खासमा यति बेला यो माथिल्लो दुनैमा रहिरहेको खानेपानीको लागि रिजर्भर ट्याङ्की निर्माणकै ठाउँमा छु। खास गरिकन यो निर्माण स्थलमा छु र अहिले काम एकदम रफ्तारमा भइरहेको छ। खानेपानी कार्यालयले गत जेठको अन्तिमतिर मात्रै निर्माणका लागि सम्झौता गरेको यो ट्याङ्की अब निर्माणको क्रमलाई चाहिँ एकदम तीव्र रूपमा भइरहेको देखिन्छ। यो सुशील चन्द्र कन्स्ट्रक्सन त्रिपुरा सुन्दरी 1ले सम्झौता गरेको छ भनेपछि यसले चाहिँ कामलाई अहिले पछिल्लो समय एकदम रफ्तारका साथ गरिरहेको छ। पुरानो ट्याङ्की चाहिँ 90,000 लिटर थियो भने अब नयाँ बन्ने ट्याङ्की चाहिँ करिब 1,28,000 लिटर क्षमताको चाहिँ बन्ने छ र निकै मजबुत भूकम्प प्रतिरोधात्मक लगायतका त्यो सबै हिसाबले चाहिँ असाध्यै राम्रो तरिकाले बन्ने देखिन्छ। र पछिल्लो समय यो ट्याङ्कीमा चाहिँ यो ट्याङ्की निर्माणको काम चलिरहेकै कारणले गर्दाखेरिमा चाहिँ दुनैमा खानेपानीको पनि अलिकति समस्या भइरहेको छ भनेर चाहिँ उपभोक्ताले निकै धेरै ठुलो गुनासो गरिरहँदा वर्षाको समय भएको हिसाबले पनि यसलाई चाहिँ अलिकति अब व्यवस्थापन गर्न नसक्नु र खोलामा जस्तो खालको पानी आउँछ त्यस्तै खाले पानी चाहिँ व्यक्तिको धारासम्म पुग्ने भएको कारणले गर्दाखेरिमा चाहिँ सहजै रूपमा धारामा पानी जान नसक्ने अवस्था र फोहोर जमिसकेपछि समस्या आउने गरेको प्राविधिक कुराहरू चाहिँ हामीलाई जानकारी आइरहेको छ। मेन मुख्य लाइन सालीखोला भयो हुनाले चाहिँ यसमा करिब 26 वर्ष पुरानो ट्याङ्की थियो योभन्दा अगाडि त्यो जीर्ण भयो हुनाले चाहिँ व्यवस्थापन गर्न गाह्रो भयो भन्ने हुनाले चाहिँ हामीले चाहिँ आर्थिक वर्ष 82-83मा यो ठेक्का आह्वान गरेर यो काम गराइरहेछौँ। यो स्टोरेजको समस्याले गर्दाखेरि चाहिँ वितरणमा समस्या आइरहेको हुँदाखेरि त्यसलाई निराकरण गर्नको लागि हामीले चाहिँ यो ट्याङ्की निर्माण गर्न लागिरहेछौँ। अब अहिले हामी चाहिँ बर्खायामको अवस्थाले गर्दाखेरि यतिखेर चाहिँ हामीले चाहिँ यो ठेक्कालाई यो खानेपानीको ट्याङ्की निर्माण गर्ने अवस्थामा पुग्थ्यौँ। अफिसको प्राविधिक लगायत र हामी व्यवसाय एकदम खटिएका छौँ। यो ठेक्कालाई चाहिँ दशैँभित्र हामीले लगभग पानी चाहिँ सञ्चालन गर्ने उद्देश्य लिएका छौँ। हाम्रो मेट्रोलदेखि लिएर कुनै कुराहरूमा पनि कम्प्रोमाइज नगरेर प्राविधिकले जे भन्नुभएको छ त्यही तरिकाले हामी अगाडि बढेका छौँ। अब यो प्राविधिक रूपमा चाहिँ बारम्बार 20-25 वर्ष अगाडिदेखि निर्माण भएर नियमित रूपमा चाहिँ पानी वितरण दुनै सदरमुकाममा भइरहेको अवस्थामा तपाईँले चाहिँ यसलाई टेक्निकल रूपमा समस्या आउनुको पछाडिको कारण चाहिँ के हुनसक्छ? खासमा रिजन चाहिँ के होला तपाईँ एज आफै प्राविधिकको हिसाबले हेर्दाखेरि? उपभोक्ता र खानेपानी व्यवस्थापन समितिले बुझ्नुपर्ने एउटा जड कुरो के छ भने अब यो हामी अहिले सदरमुकाम भएको हुनाले चाहिँ हाम्रो अफिस यहीँ भएको हुनाले चाहिँ उपभोक्ताहरूले हामीले व्यवस्थापन गर्नुपर्ने हो कि भन्ने कुरो जस्तो चाहिँ गुनासो आइरहेको हुन्छ। तर यथार्थमा के हो भने खानेपानी कार्यालयले संरचना निर्माणको लागि निर्माण पूर्व र निर्माणको चरणमा गर्नुपर्ने सहयोग, प्राविधिक सहयोग, आर्थिक सहयोगहरू चाहिँ गर्नुपर्ने हो। जब चाहिँ निर्माण सकिसकेपछि पछि चाहिँ व्यवस्थापकीय चरणमा गइसकेपछि निर्माण उपभोक्ता समिति व्यवस्थापन समितिले गर्ने हो। यसमा चाहिँ म गत 2 वर्षदेखि यसमा प्रत्यक्ष रूपमा लागिरहेको छु। सबभन्दा पहिला अब यसमा वितरणमा समस्या थियो हैन, संरचनाहरू बनेका छन्, त्यसमा चाहिँ अब टेक्निकल समस्या पनि म देख्छु। हामी पनि अलिकति यो अहिलेका वर्षभन्दा केही 1-2 वर्ष अगाडि चाहिँ टेक्निकल्ली अलिकति केही इनपुटहरू नदिएको जस्तो मलाई महसुस भयो। त्यसमा अब रेगुलर मैले गत वर्ष मुहानमा समस्या थियो, मुहानमा गइसकेपछि मुहानको सुधारेर ल्याएर बजार वितरणमा पनि धेरै सुधार ल्याइयो। मेनली त वितरणमा समस्या छ। त्यो वितरणलाई व्यवस्थित गरेर चाहिँ लैजानको लागि उपभोक्ता समितिमा पनि केही क्षमताहरू, व्यवस्थापन समितिलाई पनि केही क्षमता अभिवृद्धिको केही आवश्यकता म महसुस गर्छु। खालि चाहिँ अब आफूसँग जे छ त्यही स्किलमा चलिरहनु भएको छ। अब स्टाफहरू ल्याउँदाखेरि पनि उनीहरू स्किल छैनन् हैन, कहाँनिर ब्लक हुन्छ के हुन्छ। अबको दिनमा चाहिँ अब स्टोरेजको म समस्या देख्दिनँ। अब यहाँ अब लगभग 128 घनमिटरको ट्याङ्की बन्छ आरसिसी हैन। त्यस पछाडि पाल्चा खोलाको अर्को मुहानबाट 90,000 डोल्पो क्याम्पसको पछाडि छ। त्यस पछाडि अर्को 90,000 चाहिँ पारी रेडक्रसको माथिपट्टि छ, अर्को 90,000 चाहिँ माथि तपाईँको सरस्वती मन्दिरको नजिक। अब यो हामीले निर्माण प्रक्रियालाई अलि तदारुकताका साथ चाँडो गराउनको लागि हामी पहल गरिरहेका छौँ। अब यो वर्षायामको समय हुनाले चाहिँ अहिले मुहानको पानी डाइरेक्ट अहिले बजारको स्टोरेजहरूमा गइरहेछ।
त्यसले गर्दा चाहिँ डाइरेक्ट भन्दा पनि अब बजारको तल्लो भेरीको लाइनमा त सिधै लाइन हो। यसलाई हेर्दाखेरिमा चाहिँ तपाईँलाई ठ्याक्कै भन्नुपर्दाखेरिमा चाहिँ अब तपाईँ आफै यो प्राविधिक रूपमा हेरिराख्नु भएको छ, यो कहिलेसम्ममा सम्पन्न हुनसक्छ अथवा अब अभियसली पनि म्याथ थप भएर नयाँ आर्थिक वर्षमा काम चलिरहेको छ भनेपछि अब कहिलेसम्ममा यो सम्पन्न होला, कति समय जति लाग्ला अथवा प्रयोगमा आउन कति समय लाग्छ? 1 महिनादेखि 45 दिन जति लाग्छ बढीमा, सबै सेटदेखि लिएर सबै सेट हुन्छ। यसमा अब केही काम छैन, यो डबल फाउन्डेसन बेस ढलान गर्नको लागि अहिले चाहिँ सरिया ब्याड बेन्डिङको काम भइरहेछ। यसमा अलिकति समस्या के आइरह्यो भने चाहिँ अब सडक अवरुद्धताका कारणले गर्दाखेरि यो BCMM को सरियाहरू आउन चाहिँ ढिलाइ भएर चाहिँ आज पुग्दैछ। पुगिसकेपछि अरू सबै सामानहरू साइडमा पुगाएको छ। अब लगभग सरियाको ब्याड बेन्डिङको काम भइसकेपछि बढीमा 45 दिनमा हामी यसलाई सर्भिसिङमा ल्याउँछौँ भन्ने टार्गेट गरेर लागिरहेछौँ। म यहीँ उपस्थित छु डेली। अघिल्ला आर्थिक वर्षहरूमा पनि केही ठाउँमा चाहिँ ट्याङ्कीहरू निर्माण भएका छन्, अब जस्तो रिजर्भदेखि लिएर वितरण गर्ने ट्याङ्कीहरू पनि निर्माण भए। प्राविधिक रूपमा कतै चुइने, कतै भत्किएका, कतै राम्रोसँग सेट नभएका, कतै टेक्निकली रूपमा चाहिँ इनलेट र आउटलेट नमिलेको कुराहरू पनि समितिबाट सुन्न पाइन्छ। खासमा चाहिँ यो चाहिँ कतिको प्रभावकारी बन्न सक्छ त त्यसले? अघिल्ला वर्षहरूको प्राविधिक ल्याकिङलाई मैले चाहिँ एनालाइसिस गरेर कहाँ के समस्या छ, कहाँ के ल्याक भएर चाहिँ हामी वितरणमा समस्या भयौँ भनेर विशेष स्टडीको साथ मैले अहिले काम गरिरहेको छु यसमा होइन। अब भोलिका दिनमा पनि फेरि पहिले पुरानै समस्या नआओस् भनेर म प्रत्यक्ष आफै उपस्थित भएर चाहिँ निर्माण व्यवसायलाई चाहिँ एकदम सहजीकरण गरेर काम गरिरहेको छु। अबको दिनबाट पछाडि चाहिँ वितरणमा आउने प्राविधिक समस्याको कारणले गर्दा वितरणमा आउने समस्या यो ट्याङ्कीबाट नआउला भन्ने मेरो विश्वास छ। मुहानमा ट्याङ्की बनेका छन्, ट्याङ्कीमा पानी आएको थिएन, त्यसमा चाहिँ मुहानको डाइभर्जनको काम भएको छैन, त्यो कुराहरूलाई सुधारेर मुहानमा भइरहेको छ। अबको यो बनिसकेपछि योभन्दा पछाडिको कुरा चाहिँ फिल्ट्रेसनको कुरालाई चाहिँ अलिक जोड दिनुपर्छ जस्तो मलाई लागिरहेछ। अब पानी चाहिँ हाम्रो खोलाको मुहान होइन, यो होइन स्ट्रिम भएको हुनाले चाहिँ बर्खायाममा एकदम धमिलो आउने, धमिलोमा पनि अब माथि चरीचरणको क्षेत्र, वनको क्षेत्र, मान्छेको आवजावत भइरहने क्षेत्र भएको हुनाले चाहिँ यो अलि जोखिम छ। हामीले अस्ति एउटा टेस्ट गरेका थियौँ, यसमा अलिकति ब्याक्टेरिया त देखिया छैन होइन। अब यसमा चाहिँ गाईको गोबर उहरू चाहिँ मिसिने सम्भावना भएको हुनाले यसलाई चाहिँ फिल्ट्रेसन गर्ने कि अथवा चाहिँ मुहानै चेन्ज गर्ने सबैभन्दा बिलोमा चाहिँ सुशील चन्द्र कन्स्ट्रक्सन त्रिपुरा सुन्दरी एकले चाहिँ करिब 38% को बिलोमा 79 लाख समथिङको भ्याटसहितको ठेक्कामा हामीले चाहिँ लगभग 42 लाख समथिङको भ्याटसहित चाहिँ यसले एक्जिक्युट गरेको छ। यसमा चाहिँ अब उसले जति घटे पनि गुणस्तरमा चाहिँ तलमाथि गर्न उसले कदापि पाउँदैन। त्यो भावनाले म आफै खटिएको छु। म सुरुदेखि एस्टिमेटिङ सर्वेदेखि लिएर एस्टिमेट गरेर ठेक्का आह्वान गर्नेसँग म आफै संलग्न भएको छु होइन। यसलाई चाहिँ अब गुणस्तरको हिसाबमा कुनै पनि तलमाथि नहुने तौर तरिकाले म लागिरहेको छु। असार सकिए पनि म कतै नगएर यहीँ बसेर ट्याङ्कीको सुपरभिजन गरिरहेको छु। म यहाँलाई जानकारी गराउँछु, खास गरिकन चाहिँ यो चाहिँ निर्माण भइरहेको 1,28,000 घनमिटरको ट्याङ्की, यसबाट चाहिँ दुनैका उपभोक्ताले करिबन 300 घर धाराहरू छ। त्यो 300 धाराका नागरिकले चाहिँ सहजै रूपमा पानी खान पाउन् भन्ने हाम्रो अपेक्षा छ। युजर्सहरू धेरै छ, युजर्स धेरै भइसकेपछि गुनासो धेरै आउँछ व्यवस्थापन समितिसँग। त्यो गुनासो व्यवस्थापनको संयन्त्रलाई पनि व्यवस्थापन समितिले अलि तदारुकताका साथ, अलि जोडतोडका साथ महत्त्वपूर्ण स्थान दिएर चाहिँ उनीहरूको गुनासो सुन्ने संयन्त्र पनि व्यवस्थापन गर्नुपर्छ जस्तो लाग्छ। त्यसको बारेमा चाहिँ उनीहरूलाई क्षमता वृद्धिको लागि के चाहिने हो कार्यालयसँग समन्वय गरेर अब युजर्सको पोइन्टमा गएर पनि समस्याहरू अध्ययन गरिदिनुपर्छ मलाई लाग्छ। बेलामा मेरो घरमा पानी आएन भनिरहँदाखेरि चाहिँ उनीहरूको राम्रो ज्ञान भएको चाहिँ कामदार चाहिँ हायर गरेर चाहिँ एउटा चाहिँ सर्भिसिङमा एउटा चाहिँ प्रत्यक्ष लाभग्राहीको घरमा गएर बेलामा आउने समस्यालाई सुझाउनुतिर लाग्ने, अर्कोले चाहिँ माथिको वितरण प्रणाली चाहिँ व्यवस्थापन गर्नतिर लाग्ने खालको दक्ष जनशक्तिहरू हायर गर्दाखेरि चाहिँ अलि समस्या समाधान हुन्छ।
हुन्छ कि भन्ने चाहिँ मेरो अपेक्षा हो। खास गरिकन अझै राम्रो बन्छ भन्ने पनि लागिरहेको छ र थप हामी खानेपानीको समस्या कहाँनिर छ, किन छ, कसरी खानेपानीको समस्या आइरहेको छ भन्ने विषयमा चाहिँ यहाँहरूलाई हामी बारम्बार जानकारी गराइरहेका छौँ र गराउँदै जानेछौँ र अपेक्षा छ यो सम्भवतः अहिले निर्माण भइरहेको ट्याङ्की क्वालिटी क्वान्टिटी दुइटै कुरामा चाहिँ नो कम्प्रोमाइजवाला हुनेछ, राम्रै बन्नेछ भन्ने अपेक्षा लिएका छौँ। गुनासो आइसकेपछि त्यसको समस्या कहाँनिर छ भन्ने कुराको गुनासोको सम्बोधन गर्न चाहिँ सबैले सक्नुपर्छ र दुनै खानेपानीले पनि त्यो कुरा गरिदियोस् भन्ने मेरो पनि एउटा गुनासो हो। र अहिले जसरी हो बर्खायाममा थुप्रै समस्याहरू आइरहेका छन्, पानी धमिलो छ भनेअनुसार पुग्दैन, जनशक्ति कम छ, त्यसलाई व्यवस्थापन गर्न गाह्रो छ, कठिन छ, हामीले पनि बुझेका छौँ। त्यसले गर्दाखेरिमा चाहिँ यसलाई चाहिँ अलिकति सहज रूपमा लगिदिनु भयो भने अझै राम्रो हुन्छ। प्रयोग गरिसकेपछि टाइममा ट्यारिफहरू तिर्ने र ट्यारिफको उत्तरदायित्व व्यवस्थापन समितिले समयमै सर्भिसको चाहिँ गुणस्तरीयता अवश्य एकदम बढाउनु पर्ने अति खाँचो छ। शुल्क पनि तिर्नु पर्यो र शुल्क सँगसँगै शुल्क लिने निकायले पनि त्यसलाई थप व्यवस्थापन गर्नुपर्छ भन्ने चाहिँ सेवालाई चाहिँ गुणस्तरीय बनाउनु एकदमै एकदमै